अब चल्नु पर्यो। नेपाली कांग्रेसको वाइवाई फ्याक्ट्री जस्तै चल्नु पर्यो अब त्यो पनि। कारणले सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो। हामी शेषनेताहरूको प्रतीक्षामा छौँ। ड्याङ्गेबाट हाल्ने अनि उपस्थिति सन्निकट छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्रद्धेय रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र अन्य शीर्ष नेताहरूले हार्दिक स्वागत छ। उपसभापति डाक्टर सोडी बुवाले स्वतन्त्र उम्मेदवारहरू, त्यसै गरी चितवन र नवलपरासी सुस्ता पूर्वका उम्मेदवार सहित सबैलाई नमस्ते। तपाईहरुको फेभरेट कलर कुन हो? रङ नीलो। तपाईहरुको फेभरेट बाजा कुन हो? बाजा बजाउन मिल्ने चिज। यसपालि के गर्ने त्यसलाई? दाइ देशभरि जाँदाखेरि जसरी टुरिज्म प्रमोसन गर्नु भएको थियो, एकचोटि चितवनको पनि टुरिज्म प्रमोसन गरिदिनु होला भनेर मैले भने। मेसीलाई फुटबल खेल्न सिकाउनु पर्छ, रोनाल्डोलाई फुटबल खेल्न सिकाउनु पर्छ। बजार नपाएको, किसानले सही मूल्य नपाएको एउटा समस्या रहेछ। केही सीमित बिचौलिया, केही सीमित नेताहरूको एउटा सिन्डिकेटले गर्दाखेरि पारी जुन अनुदानले कृषि हुन्छ त्यो सस्तो जस्तो देखिन्छ। त्यो सस्तो तरकारी यहाँ ल्याएर यहाँको किसानको मूल्य चाहिँ महँगो जस्तो देखाएर एउटा भ्रम सृजना गरेर किसानलाई मार्ने काम भएको छ। त्यो रोक्न जरुरी छ। त्यो पनि सस्तोमा तरकारी किन्न सक्छ, त्यो गर्न चाहन्छ हामी। तपाईहरुले याद गर्नु भएको छ, देशभरि जुन लामो दूरीको यातायात ट्रकहरुमा नारायणी लेखा हुन्छ, याद गर्नु भएको छ नम्बर प्लेट। जसरी त्यो लोकल बसहरु, लामो दूरीको बसहरुको हब भएको छ यो चितवन, त्यसरी नै पूर्वदेखि पश्चिमसम्मको तरकारीलाई कोल्ड स्टोरेजमा स्टोर गर्ने हब बन्न सक्छ चितवन। त्यो बनाउन जरुरी छ। देशवासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ र किसानलाई सही मूल्य दिन जरुरी छ। बर्खामा हाम्रो बर्खाको बेला नेपालमा उत्पादन भएको बिजुली खेर गइरहेको हुन्छ। सुक्खामा हामीसँग आफै बिजुली हुँदैन, तर त्यो बिजुली स्टोर गर्ने ब्याट्री त छैन जस्तो लाग्छ हामीलाई, तर छ। हाम्रो देशमा उत्पादन भएको सस्तो बिजुली बेचेर देश धनी बन्दैन, त्यसलाई प्रयोग गरेर त्यसलाई स्टोर गरेर बन्छ। र त्यो स्टोर गर्ने ब्याट्री हो मल कारखाना, डाटा सेन्टर, कोल्ड स्टोरेजहरू। त्यस्तो ब्याट्रीहरू बनाउन जरुरी छ आफ्नो बिजुली थामेर राख्नलाई। त्यो बनाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। यो चुनावको क्रममा हामी पूर्वदेखि पश्चिमसम्म पुरै देश घुम्न गयौँ। लगभग 7-8 हजार किलोमिटर हिँडियो होला देश बुझ्नलाई। सबै लगभग 45-50 वटा जिल्ला घुमियो होला। त्यो जिल्लाहरू घुम्ने जाँदाखेरि के महसुस भयो भन्दाखेरि लगभग देशभरिका समस्याहरू, देशभरिका कुराहरू उस्तै रहेछन्। कृषिको समस्याहरू, पर्यटन क्षेत्रमा भएका समस्याहरू देखियो। तर एउटा गुड न्युज पनि छ त्यहाँ। गुड न्युज के हो भन्दाखेरि एउटा जिल्लामा समस्या छ भने त्यसको समाधान अर्को जिल्ला देशभित्रै रहेछ। त्यो समाधान मिलाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। हाम्रो देश हेटौडा सिमेन्ट कारखाना जस्तै भएको छ। मेसिन पनि छ, म्यान पावर पनि छ, खानी पनि छ, तर बन्द। अब चल्नु पर्यो। नेपाली कांग्रेसको वाइवाई फ्याक्ट्री जस्तै चल्नु पर्यो अब त्यो पनि। पुरै देशभरि चल्नु पर्यो, 100 वटा भन्दा देशमा जानु पर्यो। त्यसरी देशका उद्योग कल कारखानाहरूलाई चलाउने पार्टी बन्न चाहन्छौँ। अब यहाँ आइयो, तपाईहरुलाई भेटियो, धेरै खुसी लाग्यो। तपाईहरु किन टेन्सन लिनुहुन्छ क्या? पार्टीको सभापति नै यही उठ्नु भएको छ, के को टेन्सन?
तपाईँहरूका समस्या, पुरै देशको समस्या, सभापतिज्यू, हामी सबै पार्टीका नेतागण, कार्यकर्तादेखि लिएर तपाईँ हामी सबै मिलेर अब देश बनाउने हो। र आज यो हाम्रो सभामा तपाईँहरूलाई भेटेर ज्यादै खुसी लागेको कुरा तपाईँहरूले पनि भनिसक्नु भएको छ। धेरै बोल्न चाहिन, धेरै धेरै माया। तपाईँहरूको जय होस्, देशको सही होस्। जय घन्टी, जय देश। सभापति रवि लामिछाने। त्यस कारणले सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्, एउटै जात छ उनीहरूको। म चाहन्छु यतिखेर पार्टीप्रति निष्ठा देखाउने बेला होइन। मेरो बाउको पार्टी, मेरो बाजेको पार्टी कहीँ जाँदैन। बाउ बाजेको पार्टी 5 वर्षमै त्यही हुन्छ, कहीँ जान्न। खालि संसदमा मात्र कम गरिदिउँ भने हो, हामीले सकेसम्म निल बनाइदिउँ भनेको मैले। र चितवनको तर्फबाट झापा 5 का हाम्रा उम्मेदवारका लागि अग्रिम बधाई यहीबाट दिन चाहन्छु। र एकपल्ट सभापति रवि लामिछानेज्यू ऐतिहासिक परिवर्तनको सन्निकट रहँदा त्यो परिवर्तनको नेतृत्व फागुन 21 गते जनमतबाट राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो परिवर्तनको